हाई गाइस, आज चाहिँ हामी के भन्छ बारीमा छौँ अनि के भन्छ हामी घाँस काट्दै गर्दा अल्छी लागेर मैले चाहिँ भिडियो बनाएको। बाबा चाहिँ यहाँ घाँस काट्दै हुनुहुन्छ, गाईको लागि काट्नु भएको। मैले पनि यहाँ काटेर राखिरहेको छु। बालो भर्खर यति काट्दै हुनुहुन्छ। हाम्रो गाई ब्याउन आँटेको छ नि त, अन्त त्यही भएर आज हाम्रो थर्ड सन्डेको छुट्टी थियो। अनि यहाँ दिउँसोतिर घाँस काट्नु भन्नुभयो अनि घाँस काट्नु आएको बाबा र म। भिडियो मात्र बनाउने, घाँसमै काट्ने तेरो काम? भिडियो मात्र बनाउने हो? अब काट्ने। अनि यहाँ चाहिँ पानी परेर अस्ति भर्खरै यत्रो घाँस पलाइरहेछ। यहाँको सबै मकै काट्नु भएको अस्ति नै। यहाँ चाहिँ यति मकै चाहिँ राख्नु भएको रहेछ। मम्मी उहाँ हुनुहुन्छ। ओ मम्मी श्री अब हामी घाँस काटिसक्छौँ अनि गाईलाई दिन्छौँ अनि फेरि भोलि पनि घाँस काट्न आउँछौँ। भोलि पनि घाँस काट्न आउने? गाईका लागि घाँस काट्नु मजा लाग्छ, पढ्नु मजा लाग्दो रहेछ। के गर्नु मजा लाग्छ? दुइटै मजा लाग्छ। बाबाले चाहिँ यति काटिसक्नुभयो। मैले चाहिँ यहाँदेखि यहाँदेखि यतिसम्म काटिसकेको। यति भएको छ घाँस मैले काटेर। बाबा काट्दै हुनुहुन्छ। मम्मी चाहिँ उता भिन्डी गर्दै हुनुहुन्छ उता पर। हामी दुईजनालाई घाँस काट्नु लाएर